हेलो साथीहरू, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। म चाहिँ आज हजुरहरूलाई के देखाउन चाहन्छु भने हैन, हामी चाहिँ आज हाम्रो किचन कोठा सजाउने प्लानमा छु। अब किचन कोठामा चाहिँ चुलो कस्तो बनाउने भनेर सोचेको, अनि यसो दिमागमा आयो अनि युट्युबमा सर्च गरेर हेरेको। अनि चुलो चाहिँ चुलो यस्तो बनाउँदैछु। एकछिनपछि म देखाउँछु तपाईँहरूलाई। हाम्रो चुलो चाहिँ यस्तो बनाउँदै हुनुहुन्छ। निर्माण कार्यक्रम जारी छ हाम्रो चुलोको। निर्माण हुँदैछन् यहाँनिर चाहिँ मुख्य चुलो हो यो। अनि हाम्रो यो बाहिरको सिन चाहिँ यस्तो छ गाइजहरू। मौसम चाहिँ कस्तो चिसो बतास चलिरहेको छ, पानी पनि छिटिरहेको छ अलिअलि। यस्तो छ गाइज हाम्रो गाउँबाट देखिने सिनहरू चाहिँ। म चाहिँ सिन्धुपाल्चोकबाट भन्नुपर्छ है साथीहरू। यो चाहिँ मेरो छोटो भ्लग हो, सबैले हेरेर साथ दिनु हुन्छ होला भन्ने आशा राखेकी छु। अनि त्यस पछाडि उयो पछाडिको चाहिँ हाम्रो आलु बखडाको बोट हो। अनि यो पारी देखिरहेको चाहिँ हाम्रो सिन्धुपाल्चोक जिल्ला हो। म चाहिँ अहिले सिन्धुपाल्चोक जिल्लाको हैबुङ भन्ने ठाउँबाट बोलिरहेको छु। अनि हाम्रो यो चाहिँ बहिनी हो। हाई भनिदेऊ, हाई। हाई। सबैले सपोर्ट गरिदिनु मेरो दिदीको च्यानलमा भन्नु। सबै च्यानलले ल हाँस। साथीहरू, यस्तो छोटो छोटो भ्लगहरूको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। म चाहिँ सानो सानो भ्लगहरू चाहिँ हाल्ने कोसिस गर्छु। अनि त्यस पछाडि हजुरहरूको माया साथ सपोर्ट पाएँ भने त हैन, एक न एक दिन म पनि सफल हुन्छ होला। हजुरहरूलाई पनि म सहयोग गर्नेछु। हाम्रो घरमा चाहिँ रेडियो पनि बजिरह साथीहरू। रेडियो बजिरहेको छ भन्नुपर्छ है साथीहरू। कस्तो चिसो मौसम छ क्या आज हैन। यस्तो चिसो मौसम छ, हुस्वाको जस्तो भइरहेछ पारी पारी हैन। यस्तो छ साथीहरू, के गर्नु, गाह्रो छ हो। सबैले माया साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अहिलेको लागि चाहिँ यति नै मेरो भ्लग। अनि त्यस पछाडि यस्तो मेरो गाउँघरको सिनहरू देख्न मन लाग्छ भने अनि त्यस पछाडि मेरो दैनिकी हजुरहरूलाई म सेयर गर्ने कोसिस गर्छु। अनि मेरो दैनिकीहरू थाहा पाउनको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब, लाइक, सेयर अनि कमेन्ट, मुख्य चाहिँ कमेन्ट छोडेर राख्नु। अनि त्यो कमेन्ट अनुसार चाहिँ म हजुरहरूलाई ब्याक दिनेछु। हजुरहरूको च्यानललाई पनि म सब्सक्राइब गरिदिनेछु। बाई बाई।